गते बिपी कोइरालाले स्थापना गरेको नेपाल तरुण दल आज 73औं वर्षमा हरेक कालखण्डलाई पार गर्दै नेपाल तरुण दलले आज 73औं जन्म स्मृति दिवस मनाउँदै गर्दा यो सानेपा पार्टी हलमा विशाल तरुणहरू उपस्थित भएर हाम्रो हजारौं युवाहरू उपस्थित भएर नेपाल तरुण दलले देशमा भ्रष्टाचार विरोधी र तपाईको आज जुन खालको जेन्जीको नाममा विध्वंस भयो, सिंहदरबार जल्यो, संसद भवन जल्यो र हजारौं व्यवसायहरूको बिल्डिङ जल्यो। यो बिल्डिङ जल्दै गर्दाखेरि नेपाल सरकार अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकारले जुन खालको लुटेराहरूलाई, जुन खालको आज अपराधीहरूलाई संरक्षण गर्दैछ। नेपाल तरुण दल यो बिपी स्मृति भवनबाट खुल्ला च्यालेन्ज गर्न चाहन्छु। आजको दिनमा यो हाम्रो सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन, राष्ट्रपति कार्यालय जलाउनेलाई यो सुशीला कार्कीको सरकारले यी अपराधीहरूलाई समातेर गिरफ्तार गर्दैन भने नेपाल तरुण दल अब सडकमा आउँछ। सडकबाट हामी सुशीला कार्की र ओम प्रकाश अर्याललाई घोडा टेकाउन तयार हुन्छौँ। र आज हजारौं व्यवसायहरू अलपत्र भएको छ। विनोद चौधरी, हिल्टन र भाटबटेनी जस्ता यो देशका ठुला उद्योगपतिहरूको उद्योगमा आगो लागेको छ। यी खालको व्यवसायहरूलाई राज्यले सुरक्षा नदिने हो भने नेपाल तरुण दल अब सडकमा आएर यो राज्यको संरक्षण गर्न चाहन्छु। र हजारौं चोर र हजारौं यो आगो लाउने तस्करीहरूलाई नेपाल तरुण दलले छानी खोजी नेपाल प्रहरीलाई बुझाउने छु। र यति यो सरकारले नसमाएको खण्डमा अब तरुण दलले यी खालको आगो लाउने अपराधी र लुटेराहरूलाई समातेर नेपाल सरकार मार्फत कारबाही गर्न तयार छु। तयार भएन भने हामी सडकमा आएर सुशीला कार्कीको पुतला जलाएर हुन्छ कि सडक सङ्घर्ष गरेर हुन्छ कि र ओम प्रकाशज्यूलाई बाटो छेकेर हुन्छ यो अपराधीलाई छिटोभन्दा छिटो कारबाही गरोस् भन्दै यो तरुण स्थापना दिवसको दिन म हजारौं देश विदेशमा रहने तरुणहरूलाई यो तरुण दलको स्थापना दिवसको दिन शुभकामना दिँदै बिदा हुन्छु। जय नेपाल, जय तरुण।